हेलो नमस्ते सबैजनालाई मगर भाइको लागि मगर भाइको बुढो मेजो सबैजनालाई हैन मेरो सानो ब्लग आज चाहिँ मैले वातावरणको विषयमा बनाइरहेको छु हैन। यतानिर चाहिँ लपट बाटोमा चाहिँ यति राम्रो हुन्छ बिहान बिहान हिँड्दा प्रायः जस्तो मर्निङ वक गर्नेलाई प्रायः जस्तो अहिले त झार जङ्गल हैन वातावरणहरू पनि प्रायः जस्तो सकिसकेको छ हैन। तपाईको यो बाँचिरहेको छ यो जति फरेस्ट एरिया हैन। फरेस्ट एरियामा चाहिँ धन्न बेच्नु पाउँदैन, घर बनाउनु पाउँदैन र खाली हैन वातावरण हावा पनि यति राम्रो पाउँछ बिहान हैन। यसलाई चाहिँ भन्छ पहिलाको बाजे बोजूहरूले सुन्दै आएको हैन, सुनिराखेको अहिले पनि लपरोड भन्छ हैन। तपाईँहरूलाई लपरोडको बाटो देखाउने छु हैन। यतानिर दामी छ माथिबाट बाटो पुगेपछि तपाईँको यो कञ्चनजङ्घाहरू पनि दामी देख्छ, भ्यूहरू पनि दामी देख्छ हैन। अब तपाईँहरू हेर्नुहोस् बाटो चाहिँ यस्तै छ हैन। बाटो चाहिँ यस्तै नै हो। म तर यो माथिबाट आइपुग्न आँट्यो हैन। बेलुका चाहिँ अलिकति भए नि अँध्यारो हुन्छ नि त अहिले त हो, त्यसले गर्दाखेरि अहिले त हरियाली पनि छ हैन। अक्सिजनहरू पनि बिहान बाजे बोजूहरू पनि मर्निङ वक गर्छ, त्यसले गर्दाखेरि चाहिँ यतानिर चाहिँ राम्रो छ। म चाहिँ ड्युटी जाँदाखेरि हैन, ड्युटी जाँदाखेरि सिक्दैछु भ्लग बनाउनु हो। कसरी चाहिँ हेरौँ सिकौँ हैन, अरूकोबाट हेर्दै सिकिन्छ। मान्छेले त कोसिस गर्यो भने जे पनि सकिन्छ नि त हैन। ठिकै छ बिस्तारै जाउँ हैन, सिकौँ। तपाईँहरूले यो बाटो देख्नुहुँदैछ नि, यो बाटो चाहिँ तपाईँको रोपवे जान्छ हैन। रोपवे जान्छ बजार पनि हैन, प्रायः जस्तो रोपवे बजार पनि पुग्छ यो बाटो चाहिँ हैन। म चाहिँ फाइनली यतानिर बाटोमा आइसकेको छु हैन। तपाईँको यता देखाउनु छु, दामी छ हरियाली सुनसानै हैन। हेर्नुहोस् यस्तो छ। तपाईँहरूलाई म देखाउने छु। तपाईँको भ्यूहरू पनि राम्रो देख्छ, कञ्चनजङ्घा लेबुङ हो, तपाईँको लेबुङ भयो हैन, राम्रो देख्छ प्रायः। तपाईँले यहाँबाट देख्नुहुन्छ हैन, कञ्चनजङ्घा देख्छ यहाँबाट दामी, रुखले गर्दा चाहिँ दामी देख्छ हैन। यतानिर चाहिँ अलिकति अग्लो छ नि त, त्यसले गर्दा तल चाहिँ कञ्चे ब्युटी स्टेट हैन। तल उपर लेबुङ भयो, पर देख्दै गरेर चाहिँ तपाईँको त्यो देख्दै गरेर चाहिँ डाँडा चाहिँ नाम्ची हो, प्रायः जस्तो देख्छ यहाँबाट। यो चाहिँ तपाईँको हाम्रो भयो रङ्गी टी स्टेट टी गार्डन। तल चित्रेहरू पनि देख्छ हैन, चित्रेहरू देख्छ हैन, चित्रेहरू देख्छ। त यतानिर दिनहरू पनि राम्रो भएको छ अहिले, भ्यूहरू पनि हैन। त्यसले गर्दा यहाँ हेर्नुहोस् यस्तो छ हैन। कतिजना चाहिँ एक्लै दुब्रै हिँड्दाखेरि डराउँछ, अब जङ्गलको बिचमा त डराउँछ हैन। यस्तो छ तपाईँको परतिर पनि बिचारा अङ्कलहरू आउनुहुन्छ नि त, अङ्कलहरू आउनुहुन्छ यता साफसुग्घर पनि गर्छ नि त। तपाईँको अब यो यतानिर जङ्गल छैन, तपाईँको अब परनिर यति दामी सफा गरेछ कि अब बिचराहरू पनि प्रायः जस्तो हिँड्छ हैन। साँपहरू हुन्छ कोही बेला के हैन, त्यसले गर्दा चाहिँ सफा पारेको छ हैन। त्यहाँबाट चाहिँ यस्तो छ।
होइन। म त जाँदैछु होइन। तपाईँले लाइक सेयर होइन स्किप नगरी एकताल बिचरा यो सानो मगर केटाको होइन मगर केटाको टक्कै मजाले हेरिदिनुहोस् होइन। आइपुगेको छु होइन। हामी यताबाट चाहिँ यो बाटो चाहिँ चौरस्ता जान्छ नि त। हाम्रो दिपेन काकाहरू आउँदै रहेछ बिस्तारै बिचरा बाटोबाट अझ बिचरा अङ्कलहरूले चाहिँ यहाँदेखि सफा गरेको छ हो। तपाईँको त्यस्तै होइन। अब भोलि पर्सि त अब हामी नै होइन। तपाईँको भोलि पर्सि त हामी नै त्यो अङ्कलहरू त्यस्तै 75 होइन 75 कति पुगेको हो। अन्त हेर्नुहोस् त दामी सफा गरेछ यहाँ। अब पहिलाको मान्छेहरू हो दामी सफा भनेको छ। पहिला यस्तो थिएन नि त। जङ्गल चाहिँ यहाँ ट्याम्मै थियो नि त। अहिले चाहिँ यतानिर पनि प्रायः खाली नै छ हो। यस्तो यति खाली थिएन बाटो। यति खाली चाहिँ सानो थियो नि त। अहिले चाहिँ सफा गरेर चाहिँ ठुलो बनाएको छ। यो टक्कै काटेको छ होइन। सफा तपाईँको राति हिँड्दाखेरि पनि सुबिस्ता सबैजनालाई होइन। त जानवरहरू जति खुल्ला त्यति आउँदैन नि त प्रायः जस्तो हो। अहिलेसम्म म त्यस्तै 10-12 वर्ष भयो होला हिँडेको। त्यस्तो जानवरसँग त भेटेको छैन हो। प्रायः जस्तो भन्छ कसैले छ भनेर क्या। अब छ भन्छ अब आँखाले देखेर खालि हो विश्वास हुन्छ होइन। आँखाले देखेर खालि विश्वास हुन्छ। यो चाहिँ ब्रिटिसको पुल। यहाँ चाहिँ यस्तो ब्रिटिसको पुल अरे होइन। पहिला भनेको यहाँतिर चाहिँ छैन उठायो होला हौ। यो चाहिँ बिगाडी त हाल्छ नि त। यस्तो छ कुरा चाहिँ। तपाईँहरूलाई अब यहाँबाट चाहिँ कञ्चनजङ्घा यति दामी देख्छ कि हेर्नुहोस् त। अन्तै दामी देख्छ कञ्चनजङ्घा। हेर्नुहोस् कञ्चनजङ्घा क्या दामी देख्छ कञ्चनजङ्घा। हेर्नुहोस् कञ्चनजङ्घा हो तल। यो तपाईँको यो जुन चाहिँ देख्नु हुँदैछ नि यो चाहिँ बडापत्ताबुङ होइन। कञ्चनजङ्घा चाहिँ दामी देख्छ यहाँबाट। कञ्चनजङ्घा चाहिँ दामी देख्छ होइन। हेर्नुहोस् दामी देख्छ यहाँबाट होइन। यस्तो छ यो चाहिँ अलिकति अँध्यारो नै छ नि त। तपाईँको यहाँदेखि आम्माम यस्तो जङ्गल थियो कि अब यहाँ यस्तो जङ्गल थियो। अहिले चाहिँ सबैजनालाई राति हुँदै हिँड्नु पनि अब हामी नै हिँड्छु हो सुबिस्ता। जङ्गलहरू डल्लै त्यहाँबाट चाहिँ हो सफा गरिदिएको छ नि त बाटो। अङ्कल बिचरा बिहानै आएर चाहिँ सफा गर्छ यो बाटोहरू हो। पहिला त यस्तो दामी कहाँ थियो अब हो। सफा चाहिँ सफा नै छ हो। तपाईँको यतानिर टुरिस्ट प्लेस बनायो भने चाहिँ दामी। अझै यो जुन चाहिँ लपरोड छ नि टुरिस्ट प्लेस सपोज होइन सपोज भयो भने चाहिँ होइन दामी नै हुन्छ होइन। दामी नै हुन्छ। अलिकति टुरिस्ट प्लेस भयो भने दार्जिलिङको अझै राम्रो होइन। अझै राम्रो भएर जान्छ होइन। भविष्यमा अझै राम्रो भएर जान्छ होइन। तपाईँको यत्तिको दामी छ होइन। यहाँबाट चाहिँ यस्तो सफा गरेको छ। सफा छ नि त यतिको त। तपाईँको यहाँबाट चाहिँ सबै देख्नुहुन्छ यहाँबाट हेर्नुहोस् हो। यहाँबाट यो हेर्नुहोस् कञ्चनजङ्घा पनि यहाँबाट दामी देख्छ होइन। यो मुनि चाहिँ बडापत्ताबुङ होइन। बडापत्ताबुङ त्यसले गर्दाखेरि यो लेबुङ हो त्यस्तो देख्छ। लेबुङ यताबाट चाहिँ बजार पनि जानु सक्नुहुन्छ होइन। सर्टकट हो यो लपरोड होइन। लपरोड भनेर चिनिन्छ होइन। पहिलादेखि लपरोडै भनेको लपरोडै भने चिनिन्छ होइन। तपाईँको यहाँबाट चाहिँ त्यस्तो हो होइन। पहिला चाहिँ भनेको यो यतानिर जति पनि छ नि
यो चाहिँ गाछ अरे हो। पहिला हाम्रो बोजू बाजे होइन मेरो बाबाहरू मेरो बाबाहरूले नि यहीँ गरेको अरे पहिला हो। यतानिर चाहिँ गाछ थियो अरे होइन, गाछ थियो अरे। अब यतानिर यो टक्कै सफा गरेर होइन टक्कै बनायो भने टुरिस्ट प्लेस यस्तो दामी हुन्छ क्या। अब हेर्नुहोस् न, अब यहाँ ब्युटिफुल तपाईँले यहाँ ऊ पर यो हुन्छ के भन्छ भोटे बस्ती हो, सबै देख्नुहुन्छ नि त। रिबिजी टाकटुक ऊ पर नाम्ची हो, सबै देख्नुहुन्छ यहाँबाट चाहिँ होइन। यस्तो छ। अनि यसलाई बनायो भने चाहिँ यति दामी हुन्छ होइन। तपाईँको सोच्यो भने चाहिँ टुरिस्ट प्लेस भने चाहिँ दामी हुन्छ होइन। टुरिस्ट प्लेस भने चाहिँ दामी हुन्छ। आजको मेरो होइन मगर भाइको लागि, मगर भाइकोबाट यति नै ब्लगमा होइन। तपाईँहरू लाइक सेयर गरिदिनुहोस्। बाई बाई।